गुड मर्निङ मेजर सलाम अनि यहाँ हेर्नुहोस् है म चाहिँ अहिले यो जोयघाटको माथि ग्रिन भ्यू एपार्टमेन्टमा छु है अनि एकदम वेदर पनि राम्रो छ यहाँको नजाराहरू हेर्नुहोस् भ्यूहरू अर्ग्यानिक प्लान्ट है यहाँ हाम्रो दादा कुक दादा हुनुहुन्छ है अलिकति रिभ्यू दिनुहोस् न दादा के भन्न चाहनुहुन्छ यहाँको बारेमा होमस्टेको बारेमा रेट है अनि एकदमै राम्रो छ परिवेश हैन हजुर हावाहरू यो वातावरण राम्रो छ एकदम यो अब नयाँ होमस्टे हो है अब मलाई पनि राम्रो लागिरहेको छ उहाँ कुक दादा हुनुहुन्छ उहाँ प्लेन साइडको हुनुहुन्छ एकदम राम्रो छ उहाँले राम्रो एकदम खानाहरू मजाले बनाउँछ है उहाँको जुन भिजिटिङ छ राम्रो छ है अनि यहाँको पर हेड कसरी लिन्छ प्राइसहरू बताइदिनुहोस् सिजनमा त 1500 हो पर हेड एउटा रुमको हजुर जति बसे पनि भयो है पर हेड हो पर हेड 1500 हजुर अनि यहाँ चाहिँ यहाँको यस्तो चाहिँ यो पार्किङको जग्गाहरू हो यो माथिबाट तुरुक कोइला गदामबाट यो अन द वे तपाईँको मम्पू दार्जिलिङ है सिटङ्गे हाम्रो यहाँ सर हुनुहुन्छ सर थोड़ा रिव्यू दीजिए हमारा ये होमस्टे के बारे में होमस्टे बहुत अच्छा है ठीक है आप जब घूमने आएंगे यहीं पे ही रहेंगे ठीक है कैसा लग रहा है आपको बहुत ये बहुत अच्छा कल हमारा एंजॉय किया सारा शाम में हाँ जी 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 हमारा गाड़ी में कैसा लगा आपको अच्छा लगा हाँ बहुत अच्छा लगा अभी हम एनजेपी जा रहे हैं ऑन द वे हाँ ये देखिए होम स्टे ऐसा यहाँ का बहुत अच्छा बनाए हैं ये देखिए एकदम भ्यू नजारा अच्छा है यहाँ का और तपाईँहरू आउनु सक्नुहुन्छ है यहाँ आउनुहोस् अनि हेर्नुहोस् है यहाँ चाहिँ एकदम हाम्रो रुमहरू म तपाईँहरूलाई देखाउने छु यहाँ हेर्नुहोस् रुमहरू चाहिँ यस्तो चाहिँ यहाँ हेर्नुहोस् दामी छ हो भ्यू अनि पर हेड तपाईँलाई भनिदियो 1500 गरेर आउनुहोस् अनि इन्जोय गर्नुहोस् मेरो गाडी एभाइलेबल हुन्छ है अनि सिटोङ एकदम टुरिज्म प्लेस भएको छ 4-5 साल भएको छ है सो थ्याङ्क यू